हामीले घरमा अलिकति नयाँ र आकर्षक लुक दिनको लागि चाहिँ यदि तपाईँले बाथरुम र टोइलेट सँगै बनाउनु भएको छ भने यसरी जुन सावर एरिया छ सावर एरियाले चाहिँ यसरी सावर इन्क्लोजरको मद्दतले चाहिँ छुट्याउन सक्नुहुन्छ। जसले गर्दा चाहिँ के हुन्छ भने हामी सावरमा सावर लिँदै गर्दाखेरि यहाँबाट झरेको पानी चाहिँ तपाईँको यतापट्टि आउँदैन, जसले गर्दा चाहिँ तपाईँको यो पार्ट छ यो टोइलेटको यो पार्ट चाहिँ सुक्खा रहन्छ, जसले गर्दा चिप्लिने सम्भावना हामी होइन चिप्लिएर एक्सिडेन्ट हुने सम्भावना पनि हुँदैन। यसै गरी बाथरुममा हामीले थप्नुपर्ने अलिकति नयाँ लुक दिनको लागि चाहिँ यसरी टेबल टप अथवा काउन्टर टप वास बेसिन पनि प्रयोग गर्न सकिन्छ, जसमा चाहिँ यसरी क्याबिनेटहरू हुन्छ र यो भित्र चाहिँ हामीले विभिन्न सामग्रीहरू जुन साबुन स्याम्पू लगायतको बाथरुममा चाहिने सामानहरू चाहिँ हामीले यसमा राख्न सकिन्छ। र यसरी यो राख्दाखेरि चाहिँ अलिकति हामीले देखिरहेको पुरानो खालको जुन देख्दै आइरहेको वास बेसिन भन्दा चाहिँ अलिकति नयाँ पनि देखिन्छ। यसै गरी अर्को भनेको हामीले जुन यो कमोड यो वाल हङ कमोड राख्नुभयो भने चाहिँ यो मुनिको स्पेस चाहिँ अलिकति खाली हुन्छ। यो खाली भइसकेपछि चाहिँ तपाईँले यो मुनि पनि सफा गर्न चाहिँ एकदमै सजिलो हुन्छ। सो यति कुरा अपग्रेड गरेर पनि हामीले चाहिँ बाथरुमलाई अलिकति नयाँ लुक दिन चाहिँ सकिन्छ।